हुन पनि बिचरा अब उसको बाउबाजेहरू चाहिँ पुर्खाहरू चाहिँ अब टिबेटियन मूलका ओरिजिन चाहिँ टिबेटियन मूलका हुन् हैन। जेनजेट पुस्ताले गरेको आन्दोलनका क्रममा बाइक र्याली गरेर आक्रामक अभिव्यक्ति दिने टिओबी समूहको अहिले व्यापक चर्चा छ। ज्याकेटमा लेखिएको टिओबीको अर्थबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको छ। यही भिडमा सबैलाई आक्रामक बनाउने यी व्यक्तिबारे निकै चासो बढेको छ। उनले आन्दोलनका क्रममा एउटा ज्याकेट लगाएका छन्। त्यो ज्याकेटमा टिओबी लेखिएको छ। ज्याकेटमा टिओबी मात्र लेखिएको छैन, त्यसभन्दा अलि तल तिब्बतियन ओरिजिनल ब्लड लेखिएको छ। यसरी तिब्बतियन ओरिजिनल ब्लड लेखेको ज्याकेट लगाएर जेनजी पुस्ताको आन्दोलनमा गएका यी व्यक्ति को हुन्? के उनी जेनजी पुस्ताकै व्यक्ति हुन् त? भ्रष्टाचारको विरोध गर्नका लागि भन्दै जेनजी पुस्ताको आन्दोलनमा गएका उनी जेनजी पुस्ताको व्यक्ति भने होइनन्। तिब्बतियन ओरिजिनल ब्लड लेखेको ज्याकेट लगाएका उनी हुन् तेन्जिङ दावा। उनको पुर्खा तिब्बत हो। उनको बारेमा नेपाली टाइम्सले टिओबी समूहका सल्लाहकार सुरेन्द्र गुरुङसँग कुरा गरेको छ। त्यो तपाईहरुको समूह हो कि ज्याकेटमा हो। तेन्जिङ दावा भाइको ज्याकेटमा देखेको हो। अब ऊ चाहिँ अलिकति त्यो भाइहरूभन्दा अलिक सिनियर, अनि उनीहरू चाहिँ जहिले पनि बाइक लिड गर्दा अब काठमाडौँ भ्यालीमा र्याली होस् कि चाहे कुनै सामाजिक कार्यमा होस् उसले नै लिड गर्छन् के। हजुर। अनि त्यसपछि अनि उसले चाहिँ भाइहरूलाई बाटो देखाउनको लागि अब भनौँ न अब राम्रोसँग लिड गर्नको लागि चाहिँ कहाँ हुन् होइन उनी चाहिँ। तर उनले चाहिँ अब त्यो ज्याकेट अरू बेला नै लगाइरहन्थ्यो होइन। अब यस्तो इस्यु थिएन, तर यो आन्दोलनमा परेपछि यत्रो ठुलो इस्यु आएको छ। हुन पनि बिचरा अब उसको बाउबाजेहरू चाहिँ बाउबाजे भन्नाले अब पुर्खाहरू भनौँ न, पुर्खा शब्दलाई अलिक मिलाएर भन्दा पुर्खाहरू चाहिँ अब टिबेटियन मूलका ओरिजिन चाहिँ टिबेटियन मूलका हुन् होइन। तर पक्का नेपाली, हामी तपाईँ जस्तो नै नेपाली नै हुन् कि। हजुर हजुर। भ्रष्टाचार विरुद्ध भनेर अब उनी चाहिँ गएका हुन् होइन। अब अरू त अब हाम्रोमा भन्यो नि डिफ्रेन्ट कास्टका सबैजना छन् कि हाम्रोमा। ए हजुर। है कार्किसदेखि लिएर सबै तामाङ सबैजना छ। अब तर यो टी सर्ट चाहिँ एउटा कारण हो, यत्रो प्रोपगन्डा आयो। अब हुनु पनि त्यसबेला आन्दोलनमा यत्रो ठुलो आन्दोलन हुन्छ नि त कसैले त सोचेको थिएन नि त हजुर। थिएन हो। उनीहरू त सिम्पलै एउटा बाइक सानी अब यसो र्याली गर्ने आउने भनेर सोचेर गएका हुन् होइन। तर यत्रो असर हुने गरेर भएपछि अब यस्तो इस्युहरू आइरहेको छ हजुर। तर उनीहरू कुनै पनि ठाउँबाट भनौँ न त्यस्तो कुनै सुदन गुरुङ पनि इभन चिन्दैनन् यिनीहरूले होइन। हजुर। यिनीहरू कसैलाई पनि चिन्दैनन्। यिनीहरू चाहिँ एउटा एकदमै आफ्नै मनबाट नै भ्रष्टाचार हटाउनु पर्छ गएका केटाहरू हुन् के बिचरा। सर यस्तो छ, अब हामी टिभी भन्ने चाहिँ यो हाम्रो भाइहरूको बाइकर्स ग्रुप हो होइन। हजुर। बाइकको राइडरहरूको ग्रुप हो। अब यिनीहरू चाहिँ पहिलादेखि नै अब यही टी सर्ट लगाएर अब विभिन्न म्युजिक भिडियोदेखि लिएर यताउता होइन चाहिँ अब सोसल कामहरू पनि हिँडिरहेको हो। एकासी आन्दोलन भएपछि अब त्यहाँ जेनजीका युवाहरू पनि थिए भन्नाले, अनि यो ग्रुपमा चाहिँ विभिन्न जात जातिका ग्रुपहरू भाइहरू समावेश छ कि। अब जेनजीको आन्दोलन भएपछि भाइहरूले पनि उसको